आफ्नै कोठामा मृत फेला परेकी रोशनी साईको साथबाट प्रहरीले आफ्ना छोराको नाममा सुसाइड नोट लेखेको फेला पारेको छ। जिल्ला प्रहरी परिषद भक्तपुरका डिएसपी ढुण्डीराज न्युपानेले सुसाइड नोट भेटिएको पुष्टि गरेका छन्। उनका अनुसार साईको शवलाई पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल पठाइएको छ। साईको कोठाबाट सुसाइड नोट फेला परेको छ। नोटमा कसैका कारण आत्महत्या गरे भन्ने खालको छैन, तर जीवनदेखि हार खाएँ, छोराछोरीको लागि केही गर्न सकिन भन्ने छ। नोट बारेमा थप अनुसन्धान भइरहेको पनि डिएसपी न्युपानेले बताएका छन्। प्रहरीका अनुसार रोशनीले 2वटा कागजमा छोराको नाममा सुसाइड नोट लेखेकी छिन्। उनका एकमात्र छोरा अहिले अमेरिकामा छन्। तिमी कुरा बुझ्नेछौ बाबु, तिम्रो भविष्यको लागि मैले केही गर्न सकेको छैन, उनले लेखेकी छन्। खुसी भएर बाँच्नु, म त यस्तै भएँ। दुवै पानामा उनले छोरा बाहेक अन्य प्रसङ्ग केही पनि लेखेकी छैनन्। माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणमा जोडिएकी साईको मृत्यु यति बेला थप रहस्यमय भएको छ। उनका पतिले बताए अनुसार अत्यधिक औषधि सेवन गरी रोशनीले यसअघि पटक पटक आत्महत्याको प्रयास गरेकी थिइन्। यही आधारमा प्रहरीले अत्यधिक औषधि सेवनबाट उनको मृत्यु भएको अनुमान गरेको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल लगिएको छ। अरू कुराहरू त्यहाँको रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करनी मुद्दा हालेकी स्वास्थ्यकर्मी साई भक्तपुरमा मृत फेला परेकी हुन्। महरा बहालवाला सभामुख रहेकै बेला साईलाई जबरजस्ती करनी गर्न खोजेको आरोप लागेको थियो। तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो। घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनु परेको थियो भने लगत्तै पक्राउ पनि परेका थिए। महरा पूर्वपक्षको लागि कारागार चलान भई 5 महिनापछि उच्च अदालतको आदेशमा रिहा भएका थिए।